राम मन्दिर जनकपुर धाम। त्यताबाट दाहिनेपट्टि सर एकचोटि दाहिने घुम न। मूर्तिहरू भने है त यस्तो खिच्न लाग्छ केही पनि आउँदैन टिका लगाएको यो जनकपुरको धनुषाधाम अन्तर्गत पर्छ। उताबाट हिँडौँ परिक्रमा गरौँ। हेर यो त्रिशुल भएको ठाउँ चाहिँ मुख्य ठाउँ रे। यहाँनिर एउटा सानो जलकुण्ड छ र यो उत्पन्न हुने क्रम बढ्दै त्रिशुलसम्म आइपुगेको छ भन्नुहुन्छ यहाँको मुख्य गुरु। यो झोलुङ्गे पुल यो रौतहट जिल्लाबाट सर्लाही जिल्ला। यता यो पुलबारी रौतहट जिल्ला, पारी सर्लाही जिल्ला। त्यतापट्टि सिन्धुली, यसको पछाडिपट्टि मकवानपुर। यो बागमती नदी। सर्लाहीको बागमती नदी छेउमा रहेको भरतताल। यो मान्छेले बनाएको हो कि पहिलेदेखि थोरै बनाएको हो? मान्छेले बनाएको पोखरी खनेर बनाएको हो कि यो।
ऐतिहासिक स्थल सिन्धुलीगढी। लुगा त घोचेर पस्छ आउने त यो साइड चाहिँ त खनिया खर्क कस्तो बादल उडिरहेको यो भ्यू टावरको यहाँ ताला बन्द रहेछ यहाँ माथि चढेर पनि हेर्ने सिस्टम रहेछ यो जेल घर अदालत त्यो बेलाको यो पृथ्वीनारायण शाहको पालाको असली ठाउँ त्यो लडाइँ हुने बेलाको लोकगायक कृष्ण विक्रम थापा जन्म सजाइदिएको होइन तिनीहरूको मूर्ति होइन यो त्यो बेलाको सेनाहरू होला यता यो ठुलो गाडीमा चढ्दैछौँ हामी ऊ त्यो झन्डा देखिएको ठाउँ चाहिँ सानो गाडी
त्यो भ्यू टावर्स झन्डा देखेको ठाउँ सानो गाडी, यो सङ्ग्रहालय, यता चाहिँ ठुलो गाडी। बिस्तारै बिस्तारै लठुआई गेले येने तहार उतर आयो प्यारे पृथ्वीनारायण र सेनाले लडेको ठुलो गाडी हरिशरण। म चढ्ने ठाउँ छैन बुढीहरूलाई त केही भएको छैन। यो गाडी लड्ने ठाउँ हेर, यो पाल यहाँबाट यो पाल छ नि, यहाँबाट बन्दुक हान्ने हो क्या। यस्तो पालहरू छ नि, यो लडाइँ लड्ने ठाउँ। अब मर्मत गरे होला, तर ठाउँ यही हो। यिनीहरू यहाँ चाहिँ यो चाहिँ पृथ्वीनारायण शाह मर्मत गरेर बनाएको छ यति खाल त छ। यो चाहिँ यिनीहरू पृथ्वीनारायण शाहको सेनाहरूले चाहिँ नै यहाँ खाद्यान्नहरू हातहतियारहरू लुकाएर राख्ने ठाउँ अरे यो यिनीहरू। यो सबै पालहरू लडाइँ लड्ने ठाउँ हो। यो रामेछापको चिसापानी गढीमा पनि यस्तै करिब छ क्या। त्यो मैले उस गरेको थिएँ नि, डकुमेन्ट्री बनाएको ठाउँ।